हेलो गाइज, वेलकम छ मेरो मिनी भ्लगमा। आज चाहिँ बिहानको मौसम यस्तो छ, रातभरि पानी परेर टमाटर टिप्न गइरहेको छु तरकारी बनाउनलाई गाइजहरू। टमाटर टिपिसकेपछि टमाटर टिप्न गएँ बारीमा। टमाटर धेरै पाएको त छैन, थोरै थियो। अनि बोडी टिप्न गएँ, धेरै फलेको त थिएन, थोरै थियो, त्यही पनि टिपिहालेँ मैले। अनि मैले साग पनि टिपेँ थोरै। यो सागको नाम के हो त्यो त मलाई थाहा भएन, हजुरहरूलाई थाहा छ भने चाहिँ भनिदिनु ल गाइज कमेन्टमा। मलाई चाहिँ थाहा भएन यो के भन्छ यसको नाम चाहिँ। अनि थोरै गोलभिडा पनि टिपौँ अचार बनाउनलाई भनेर टिपेको, खासै थिएन, सबै पानीले र झाडिसकेको थियो हिजो परेको पानीले। थोरै अचार मिठो हुन्छ नि त, त्यही भएर। अनि हेर्नुहोस्, अनि सम्झिने साग पनि टिपेँ थोरै। थोरै भेन्डी पनि फलेको थियो, एउटा दुइटा, त्यो मिसाउनलाई पनि टिपेँ। सिमी पनि टिपेँ थोरै। हाम्रोतिर चाहिँ तरकारी टन्नै छ गाइज, खाने भए मलाई भन्नु होला, म ल्याइदिउँला है। तरकारी सँगसँगै अरू पनि टन्नै छ, मैले देखाइरहेको छु तपाईँहरूलाई। लौका, मेवा अनि फर्सी, फलालाहा थोरै। अब चाहिँ छिटै हुन्छ खाने, यति धेरै तरकारी टिपिसकेको थिएँ। ओके बाई, आजको भ्लगमा यति नै। अर्को भ्लगमा भेटौँला।